त्यो आतंककारीहरूले गरेको होइन, त्यो परिवर्तनकारीहरूले गरेको भन्छु म चाहिँ। त्यो आन्दोलन परिवर्तनकारीहरूले गरेको आन्दोलन हो। ती भनेका क्रान्तिकारी हुन्, हाम्रा वीर योद्धा हुन्। ती योद्धाहरू जो आज चाहिँ हामी माझ हुन, उहाँहरूप्रति हाम्रो सम्मान छ। उहाँको माग पनि के थियो भनेपछि उहाँहरू युनाइटेड भएर आउनुपर्छ। हामीले पनि हामी जुन ठाउँमा जान्छौँ युवाहरूसँग तोकिएको छ, हामीले पनि त्यही भनेको छौँ, उहाँहरू युनाइटेड भएर आउनु हुँदैन भनेपछि तपाईँहरू तयारी गर्नुहोस् तपाईँको क्षेत्रमा, यो क्षेत्रमा 1 नम्बर 2 नम्बर क्षेत्रमा उहाँ हाम्रा साथीहरू तयारी गर्नुहुन्छ। कञ्चनपुर 1 मा यादव सिंहले तयारी गर्छ जेएनजीबाट, यदि उहाँहरू युनाइटेड भएर नआउने हो भने चाहिँ। सरकार भन्ने काम चलाउ सरकारको हातमा कुनै कुरा छैन। त्यही भएर चाहिँ हामीले यो बेला चाहिँ जेएनजी आन्दोलनमा बनेको सरकारलाई चाहिँ जेएनजी आन्दोलनले गर्दा बनेको सरकारलाई हामीले नसक्ने हुन्छ देश स्थिरतातिर धकेलिन्छ होइन। भोलि हाम्रो देश कतातिर जान्छ भनेर अहिले हामी पनि आफू पनि अब अहिले चुनावमा जानुपर्छ। चुनावमा जानुभन्दा चाहिँ हाम्रा जुन म्यान्डेट छ त्यो म्यान्डेट चाहिँ कार्यान्वयन हुँदै जानुपर्छ भन्ने पक्षमा छ हामी। अब यो जेएनजी आन्दोलनपछि कतिको आन्दोलनमा जुन हाम्रा भाइ बहिनीहरू मारिनुभयो, विद्यार्थीहरू मारिनुभयो, त्यसपछिको एउटा आक्रोश जुन थियो नि 23 गतिको आन्दोलन जेएनजी आन्दोलन हो। 23 गतिको आक्रोशले उत्पन्न गरेको 24 गतिको जुन आन्दोलन थियो त्यो जनआन्दोलन हो। जनआन्दोलनमा हेर्नु हिजोका तपाईँको 65 आन्दोलन तपाईँ हेर्न सक्नुहुन्छ। ब्याङ्कहरू लुटेकै हुन् होइन, मान्छेहरू मारिएकै हुन् नि, यथार्थ कुरा हो नि त होइन। आगजनी भएकै हुन्, कति बम विस्फोट भयो तपाईँलाई थाहा छ, चौकीको लागि मन्दिरको लागि स्कुलको लागि त्यो भएको नि त। त्यसरी जनआन्दोलनमा विभिन्न घटनाहरू घट्छन्। त्यसलाई चाहिँ अहिले केही दलहरूले चाहिँ त्यसलाई आतङ्ककारी भन्नुभएको छ। त्यो आतङ्ककारीहरूले गरेको होइन, त्यो परिवर्तनकारीहरूले गरेको भन्छु म चाहिँ। त्यो आन्दोलन परिवर्तनकारीहरूले गरेको आन्दोलन हो। ती भनेका क्रान्तिकारी हुन्, हाम्रा वीर योद्धा हुन्। ती योद्धाहरू जो आज चाहिँ हामी माझ हुन, उहाँहरूप्रति हाम्रो सम्मान छ होइन। अहिले जो हाम्रा साथीहरू चाहिँ अहिले कतिपय हाम्रा साथीहरूलाई चाहिँ जेलमा राखिएको छ, उहाँ साथीहरूलाई चाहिँ तुरुन्त रिहाई गर्नुपर्छ भनेर हामी बारम्बार हरेक मन्त्रीहरूलाई चाहिँ हामीले प्रश्न गरिरहेको छौँ। हरेक मन्त्रीज्यूलाई भनिरहेको छौँ। अब जनादेश चाहिँ हस्ताक्षर भइसकेपछि अब हाम्रा साथीहरू छुट्ने प्रक्रियामा पनि जाएको छ। हामी पनि साथीहरूलाई छुटाउन हामीले लागिरहेको छौँ। पहिला दिन हामीले केही साथीहरू छुट्यायौँ। 6 बजेपछि म आफ्नो होस्टेलमा आफ्नो बस्ने स्थानमा पुगिसकेपछि चाहिँ अनि मेरो फोटो भाइरल भएको कुरा मैले थाहा पाएँ। त्यसपछि मलाई धेरैजनाले के भन्नुहुन्थ्यो भने तपाईँले पहिला क्रान्तिकारी विद्यार्थी राजनीति गर्नुभएको थियो, त्यो प्रचण्डसँग फोटो डिलिट गर्नुहोस् होइन। यति धेरै कुरा भनेर मैले आफ्नो वास्तविकता आफ्नो रियालिटी किन लुकाउने। मैले त कुनै हुन्छ नि राम्रै कामको लागि सधैँ 10 वर्षदेखि माइती घरमा स्टोर गरिरहेको, माइती घरमा पीडितहरूको लागि हाम्रो भाइरलजीको लागि त्यहाँ आइरहेको भएको लागि चाहिँ सङ्घर्षमा चाहिँ साथ दिएको, धेरै केसहरूमा साथ दिएको भएपछि म त फोटो डिलिट गरेर आफ्नो रियालिटी लुकाउनु हुँदैन भन्दा। त्यसले 24 गते चाहिँ मलाई घुसपेट भयो, यो बेला प्रचण्डले परिचालन गर्यो भन्ने विभिन्न ब्लेमहरू भयो। जबकि मैले 9 महिना अगाडि नै विद्यार्थी सङ्गठनदेखि उपमहासचिव लडेर विधायक भइसकेपछि चाहिँ मैले चाहिँ त्यो पार्टी पोलिटिक्स गर्दैन, मैले विद्यार्थी राजनीति गरेँ। एउटा म क्रान्तिकारी हुँदै गर्दा चाहिँ जुन मलाई एउटा आज विद्यार्थी राजनीति गर्दै गर्दा म एउटा जुन राजनीति चेतना आयो त्यो चेतनाको विकास चाहिँ त्यो अखिल क्रान्तिकारीले गर्यो। तर आज आफूलाई म परिवर्तनकारी भन्न रुचाउँछु होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो बेलाको केस चाहिँ त्यस्तो भएको। त्यसपछि पनि म 24 गतिको आन्दोलनमा म सरिक भएन। पछि 26 गतितिर म आफ्नो भूगोल फर्किएँ। त्यसपछि म आफ्नै भूगोलका समस्याहरू युवाहरूसँग तपाईँको अन्तर्क्रिया त्यस्ता कुराहरूमा जोडिएँ। त्यसपछि मैले जबकि यो जेएनजी आन्दोलन जुन भयो, जेएनजी आन्दोलनका हाम्रा शहीदका हाम्रा घाइतेका होइन जुन हामीले देखेका सपना थिए, हामी कस्तो देशको चाहिँ परिकल्पना गर्न खोजिरहेको थियौँ, त्यो कुराहरू हुँदैन भन्ने डरले चाहिँ म फेरि पनि अझै काठमाडौँ आएर मैले चाहिँ जेएनजी आन्दोलनका वास्तविक म्यान्डेटहरू जुन वास्तविक हाम्रा चाहिँ मागहरू थियो त्यो माग चाहिँ सम्बोधन गराउनको लागि चाहिँ म 10 दिन अनसन बसेको थिएँ। अनसन बसे पश्चात चाहिँ मेरो म्यान्डेट जुन मैले 4वटा माग राखेको थिएँ त्यो म्यान्डेट चाहिँ हाम्रो जेएनजीको म्यान्डेटसँग चाहिँ मेल खाएको भएपछि त्यो म्यान्डेट पास गराउनको लागि चाहिँ 10 दिन सरकारलाई दबाब दिनको लागि मैले अनसन बसेको जुन अहिले जनादेश चाहिँ सम्झौता भएर पनि अहिले प्रधानमन्त्रीले चाहिँ हस्तक्षेप गरिसक्नु भएको छ। र यति भन्दै गर्दा प्रधानमन्त्रीले हस्तक्षेप गरिसक्नु भयो भन्दै गर्दा तर आज पनि तपाईँका ती घाइते परिवारहरू सडकमै छन्, घाइतेहरू सडकमै छन् होइन, शहीद परिवारहरू सडकमै छन्। तर मैले यहीँदेखि प्रधानमन्त्रीलाई चाहिँ के भन्न चाहन्छु कि हाम्रो म्यान्डेट चुनाव मात्र थिएन, किनभने चाहिँ हामी युवा हौँ। हिजो पनि हामीले सधैँ हिजोको दिनमा मैले कुनै पार्टीको राजनीति गर्दा गर्दैन म सधैँ प्रतिपक्षको भूमिका थिएँ। यति मात्र नभए म संसदीय अभ्यास गर्दाखेरि पनि मलाई प्रधानमन्त्री बन्नु भन्दाखेरि म प्रतिपक्षको भूमिका लिन्थेँ। किनभने हामी चाहिँ जहिले पनि प्रतिपक्षमै बस्न रुचाउँछौँ। तर आज पनि हाम्रो सरकार छ, जेएनजीको सरकार छ भन्दैमा मेरो सरकार चाहिँ सही कुरा मेरो सरकार सही हो भन्न मिल्दैन। हाम्रा जेएनजीको जुन वास्तविक म्यान्डेट थिए होइन त्यो म्यान्डेट हस्ताक्षर लिखिस हस्ताक्षर गर्दा भएर हुँदैन, हाम्रा कार्यान्वयन हुनुपर्छ होइन। हाम्रो 23 गतिको आन्दोलनमा मेरो आँखा अगाडि हाम्रा साना साना भाइ बहिनीहरूलाई ताकी बोली हामीले निवर्तमान सरकार प्रमुख ज्यू र गृहमन्त्री रमेश ज्यूलाई चाहिँ उहाँलाई चाहिँ बयान दिन बनाउनुपर्छ भन्दाखेरि चाहिँ हामी माथि नै केही साथीहरू चाहिँ हामी माथि आइपर्नुभयो, गाई लाग्नुभयो होइन। त्यसले हामीले आन्दोलनलाई चाहिँ अनकन्ट्रोल भयो। आन्दोलनलाई चाहिँ हामीले जुन आन्दोलन थियो शान्तिपूर्ण गर्ने भनेको आन्दोलन चाहिँ निश्चित क्षेत्र छोडेर अगाडि बढिसकेको थियो। तर मैले त्यो जेएनजी आन्दोलनमा मैले देखेका विभिन्न आन्दोलनहरू चाहे त्यो एमसिसीका आन्दोलन होस्, प्रतिगमनका आन्दोलन होस् होइन, तपाईँको भारतीय विस्तारवाद विरुद्धका आन्दोलन होस्, त्यो आन्दोलन त के हुन्थ्यो भने चाहिँ तपाईँको निषेधाज्ञा तोडिसकेपछि चाहिँ प्रहरीले चाहिँ नियन्त्रण लिनुहुन्थ्यो
लाठीचार्ज गरिन्थ्यो होइन। त्यो अहिले जुन हाम्रो राज्य जुन हाम्रो सरकार संरचनाको कुराहरू छ उहाँहरू चाहिँ चुनाव केन्द्रित हुनुहुन्छ, तर चुनाव गर्नुहोस् हामी चुनावको पक्षमा छौँ। त्योभन्दा अगाडि चाहिँ जेनजीका जुन वास्तविक म्यान्डेट चाहिँ कुशासन र भ्रष्टाचारको चाहिँ तपाईँहरूले चाहिँ भ्रष्टाचारीहरू जति पनि छ उहाँहरूलाई कानुन दायरामा ल्याउनुपर्छ। यो देशमा आजको दिनमा जतिले पनि देशको नेतृत्व गर्नु, चाहे प्रशासनिक क्षेत्र होस् चाहे सरकारी क्षेत्र होस्, उहाँको सम्पूर्णको राज्यको उहाँले दोहोन गरेको सम्पत्तिहरूको चाहिँ छानबिन हुनुपर्छ भन्ने चाहिँ, किनकि यो आन्दोलन भनेको त भ्रष्टाचार विरुद्धको आन्दोलन थियो नि त। त्यही भएर चाहिँ भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। त्यसको लागि पनि तपाईँहरूले आजकै दिनदेखि कानुन प्रक्रियाहरू सुरु गर्नु। जति पनि हुनुहुन्छ अहिलेका समय मन्त्री सांसद होइन, तपाईँको प्रशासनिक क्षेत्रका तपाईँका सचिव उपसचिव सिडिओ सबैको सम्पत्तिहरू छानबिन गर्ने कार्य सबैहरू सुरु गर्नुहोस्। अनि बल्ल जेनजीका माग पुरा हुन्छ।